हेलो सबैजनालाई स्वागत छ मेरो यो युट्युब च्यानलमा। गाउँले परिवेश पहाडे बागमा तपाईहरुलाई हार्दिक स्वागत छ। मेरो यो नयाँ च्यानल हो, सबैले सब्स्क्राइब गरेर लाइक कमेन्ट शेयर गरेर माया गरिदिनु होला। म चाहिँ तपाईहरुलाई एकदमै पहाड वन जंगलको भिडियोहरु अपडेट गर्नेछु। अहिले म एकदमै भिरालो ठाउँमा छु। यो एउटा लहराको सहायतामा म अडिराखेको छु अनि त्यहाँभन्दा तल खोला छ। खोला सायद देखिँदैन होला। यस्तो अप्ठ्यारो ठाउँमा छु म चाहिँ यहाँ विशेष कामले आएको छु। खोज अनुसन्धान गर्नु वन जंगलको विषयमा। यहाँ भित्रका कुराहरू, वनस्पतिहरू, जडीबुटीहरूको खोजीमा छु म। अनि तपाईहरुलाई म विभिन्न कुराहरू देखाउने छु। यो च्यानललाई चाहिँ तपाईहरुले धेरैभन्दा धेरै माया गरिदिनु होला। नेपालको पहाडी इलाकाहरू म तपाईहरुलाई देखाउने छु। वन जंगलहरू सबै मानिसहरूले बजारको अनि विकसित ठाउँको कुराहरू तपाईहरुलाई देखाउँछ भने म चाहिँ तपाईहरुलाई अविकसित ठाउँ तर एकदमै रहस्य लुकेको ठाउँहरू चाहिँ तपाईहरुलाई म देखाउने छु यो मेरो च्यानल मार्फत। गाउँले परिवेश पहाडे बाग। अहिले म एकदमै पहाडमा छु। यस्तो छ वन जंगलहरू है। अनि यहाँ पारी देख्न सक्नुहुन्छ। पारीको त्यो भिर हो। सबै अनाकन्टार भिरहरू छ। अब म तपाईहरुलाई एक ठाउँ जाँदैछु। त्यहाँ चाहिँ एउटा विशेष आकृतिहरू छ। तपाईहरुलाई म त्यो आकृति देखाउने छु। अनि यहाँ चाहिँ जंगली बाख्रा बस्ने ठाउँ। यो चाहिँ यो मल हो जंगली बाख्राको। यहाँबाट हामी यसरी जानेछौँ। अनाकन्टार भिर छ है। ओडारहरू छ यहाँ। डरलाग्दो ढुङ्गाहरू छ। तपाईहरुले देख्न सक्नुहुन्छ। यो माथिको भिर हो यो है। अप्ठ्यारो भिरमा हिँडिरहेको छु। एकदमै ओडार हो यो। माथि देख्दै हुनुहुन्छ। यो देखिएको जुन त्यहाँ चाहिँ एउटा आकृति छ। तपाईहरुलाई म जुम गरेर देखाउने छु है। यहाँ चाहिँ एउटा आकृति छ अचम्मको। यो चाहिँ एकदमै भिड छ। यहाँभन्दा माथि हामी जान सक्दैनौँ। भरै अरू ठाउँहरू पनि म तपाईहरुलाई देखाउने छु। यहाँ एकदमै अनाकन्टार भिड छ। अनि जहाँ चाहिँ एउटा आकृति लुकेको छ। अनि यो तपाईले देखिराख्नु भएको छ माथि भिर। म तपाईहरुलाई अरू कुराहरू पनि अपडेट गराउँदै गर्नेछु। मसँग साथमा एउटा ब्याग छ अनि खुकुरी छ। खुकुरी बोकेको छु यो जंगलमा। अरू मसँग केही पनि छैन है। हेर्न सक्नुहुनेछ यो भिर। म जानुपर्ने अब यो बाटो हुँदै तल छ खोला। यो भिरको बाटो हो जंगल। यो बाटो हुँदै म फर्किनु पर्नेछ। म अरू कुराहरू पनि अझै अपडेट गर्नुपर्नेछ। यहाँ बाटो अप्ठ्यारो भएको कारण म यो भिडियोलाई यहीँ इन्ड गर्नेछु।